चिकन अचार चाहिँ मनपर्छ तर कसरी बनाउने भनेर कन्फ्युजनमा हुनुहुन्छ भने आउनुहोस् म हजुरहरूलाई रेसिपी सेयर गर्छु। सुरुमा चाहिँ मासु ल्याउने, मासुलाई स्मल गरेर चप गर्ने। अब आफूलाई कतिको गर्न ठिक लाग्छ है, मैले चाहिँ यत्रो बनाएको छु। अनि डिप फ्राई हुन्जेल छोडिदिने, मैले चाहिँ यतिको रातो हुन्जेल छोडिदिएको छु। अनि हामीले चाहिँ मसलाको लागि सबै सामान रेडी गर्नुपर्ने हुन्छ। लसुन, जिरा, पानजिरा, अदुवा, गोटा धनिया, जिरा, मेथी, स्वादअनुसार, तिल, तोरी, कालो तिल, अब सेतो तिल पनि हाल्न सक्नुहुन्छ, त्यो चाहिँ आफ्नो टेस्टमा फरक पर्छ। मलाई चाहिँ मनपर्ने सबै सामग्रीहरू मैले लिएँ। अनि मैले चाहिँ भुटेँ, धेरै बेर चाहिँ नभुट्नु होला, डर छ, तर अलिक रातो हुन्जेल चाहिँ भुट्नुपर्छ। मैले चाहिँ यतिको हुन्जेल भुटेको छु। अनि मैले त्यो सबै मिक्सचरमा ग्राइन्ड गरेँ मजाले। यतिको बनाउने, यतिको धुलो बनाइसकेपछि हजुरहरूले चाहिँ तेल तताउने, त्यसमा लसुन हाल्ने, लसुन मजाले फुराउने, रातो हुन्जेल फुराउने लसुनलाई। अनि लसुन फुराइसकेपछि चाहिँ हजुरहरूले अघि नै ग्राइन्ड गरेको पेस्ट हाल्नुपर्छ। मैले चाहिँ अदुवा, लसुन, खोर्सानीको पेस्ट बनाएर हालेको थिएँ। अनि त्यसलाई चाहिँ मजाले चलाउने, रातो हुन्जेल चलाउने। चलाइसक्नु भएपछि अघि नैको धुलो थियो नि हामीले सबै ग्राइन्ड गरेको हो, त्यो चाहिँ हाल्नुपर्छ। त्यो पनि मजाले पाक्न दिने, मसला मजाले पाक्नुपर्छ। अनि मजाले पाकिसकेपछि चाहिँ हजुरहरूले त्यहाँ मासु एड गर्नुपर्छ। अनि मासु एड गरेपछि मजाले चलाउने, एकछिन मजाले चलाउने। अनि चलाइसकेपछि चाहिँ त्यहाँ भिनेगर एड गर्ने। भिनेगरले चाहिँ मासु लङ टर्मसम्म रहन्छ क्या, बिग्रिँदैन। त्यही भएर चुकमिलो घरको कागतीहरू हाल्दा चाहिँ ढुसी पर्ने हुन्छ, त्यही भएर भिनेगर हाल्ने, मजाले चलाउने। मैले चाहिँ मासुको अचार रेडी गरेँ गाइस। मामु चाहिँ पुलमा हुनुहुन्थ्यो, सो म उहाँलाई चाहिँ टेस्ट गर्न लगेर दिएँ। अनि उहाँले खानुभयो। अनि खाइसकेपछि उहाँले यमी भन्दै हुनुहुन्छ, साँच्चै नै एकदम मिठो बनेको थियो। मामुले खानुभयो, अब म पनि भरेदेखि इन्जोय गरेर खान्छु। द्याट्स अल, लभ यु, इन्जोय माई भ्लग। यसरी नै मेरो भ्लगलाई माया गरिदिनु होला। हजुर पनि मिठो अचार बनाएर खानु होला है त।